गुड मर्निङ सबैलाई। म अहिले भारसे गुल्मी भारसेको रानीवन होमस्टे पाहुनाघरमा छु। यो रानीवन होमस्टे पाहुनाघर तपाईको रानतोला स्टेट रहेको छ। तिमी जता मन पर्छ नि बस्छौ। म त 1 वर्षसम्म मधेस बसेँ माइली त्यहाँबाट फेरि यहाँ कहिले वा तल जान्छु, कहिले यहाँ आन्छु, कहिले माथि जान्छु, तल माथि गर्छु। छोरा सब काखमा छन्। यही छ जिन्दगी राम्रो होइन र। एकै ठाङ कुक्रिएर बस्नुभन्दा कहिले कहाँ कहिले कहाँ त्यसै टोकेर होइन त टाइम पास हुन्छ। आनन्द छ। यसमा भारसेली चौक हजुर हेर्नुहोस् त संरचनाहरू यस्तो बनेको छ जुन संरचनाले मधेस बिर्साइदिन्छ। र यता स्कुल मन्दिर र यो सब्जी मन्दी है। यो सब्जी मन्दी कुन बार लाग्छ? यो सब्जी यहाँबाट चाहिँ सायद बुटोलतिर सप्लाई गर्नु होला। हेर्नुहोस् त सानोमा हामीहरू यो बाटो हिँड्थ्यौँ अनि उस खान्थ्यौँ के सिङ्गडा, एकदम सिङ्गडा। अनि स्कुल यताबाट जान्थ्यौँ यहाँबाट थियो। ओ सन भेनाजी नमस्कार है। नमस्कार भेनाजीको। बाफ्रे हाम्रो भेनाजीले बुटोलै बनाउनु भएको थियो। बधाई छ ल हजुरलाई। हजुर हो नि। अब हामी आउने हो। अब जो जान्छन् जानेलाई रोक्न सकिँदैन। अब चाहिँ हामीहरू आउनु पर्यो नि फेरि एकदम। अहिले म भारसे स्कुलमा आइपुगेको छु। यो गेट स्कुल र मठ मन्दिरहरू यही स्कुलमा हो म अध्ययन गरेको सानोमा। अहिले स्कुलका बच्चाहरू आफ्नो क्लासमा होला नि जस्तो छ। हेरौँ द गेट। श्री भारसे जनसहयोग माध्यमिक विद्यालय स्थापना भएको 2008 सालमा। सत्यवती 8 भारसे गुल्मी यहाँ लेखिएको छ। स्टुडेन्टहरू आफ्नो कक्षा क्लासमा होलान्। ल म यहाँ यही बोर्डमा हामीहरू खेल्ने यो लाखुरीको बोर्ड भन्छ होला। हामीहरू यहीँ अध्ययन गऱ्यौँ, यहीँ खेल्यौँ, यहीँ रमाइलो गऱ्यौँ। बाबु हो स्कुल क्लास सञ्चालन छैन किन? आज हाम्रो 10 को सेन्टर त्यही भएर यसो परिरहेको। ए हो भन्नाले स्कुल बन्द? नै स्कुल बन्द 10 बजेदेखि खुल्छ। 10 बजे खुल्छ होइन? ए ल अहिले 10 बजेदेखि विद्यार्थीहरू आउँछन् है। भनेपछि यहाँ होस्टेलमा छन् कि छैनन्? होस्टेल हामी कहाँको आफूहरू? यो तल्लो डाबुङ म डाबुङ। ए यहीँ होस्टेलमा बस्छ? यहीँ बसेर अध्ययन गर्ने के टाढा भयो भनेर हो? ए ल ठिक छ। त्यसपछि अब सेन्ट दिएर एसएलसी दिने पालो होइन? सेन्ट दिइसकेपछि ओके ल हुन्छ। ल बाबु है त म पनि यहीँ तिमीहरू जस्तै यहीँ परेको हो कि
सेन्टर ल यो स्कुल हो ल हेर्नुहोस् त यही कक्षा कोठाहरूमा चाहिँ हामीहरू अध्ययन गऱ्यौँ यही ग्राउन्डमा हामीहरू चाहिँ लाइन लाग्यौँ र श्रीमान गम्भीर राष्ट्रिय गाना यही गायौँ मन्दिर थिएन त्यो बेला हाम्रो पालामा पछि मन्दिर बनेको यो साइड चाहिँ होस्टेलहरू थियो पाहुनाघरहरू थियो साइड नमस्ते ए बाबु रहेछ बाबु यहाँ होस्टेलमा बस्ने हो ए कहाँको हो बाबु घर गोदडाँडा तर यहीँ बस्छौ हो गोदडाँडाबाट टाढा भएर हो नजिकै छ तर यहीँ बस्यो भने चाहिँ पढ्ने वातावरण अझै राम्रो छ होइन घरबाट आउनुभन्दा भनेर अब सेन्टअप दिने योपालि ए चल्दैछ है ए ल त्यसपछि 10 बजेबाट सुरु होइन अहिले त म अलि छिटो आएर रहेछ हुन्छ ल म चाहिँ बुकिनीको मान्छे हो भार्सिली भाइ भन्छ मलाई म बुटोल बस्छु तर म बुकिनीको है ल हस् यहाँको होस्टेल यही हो बाबु ए स्कुल हो होस्टेल कहाँ छ त्यो माथि यता छैन बाटो ए हुन्छ ठिकै छ म हेर्दै जान्छु यो पनि यहाँ त पहिला होस्टेलहरू उस्तो पाहुना घरहरू थियो है तर यहाँ चेन्ज भएको रहेछ यहाँ शौचालय त्यो साइडमा रहेछ अझै संरचनाहरू बन्दै रहेछ अझै यहाँ के बन्दैछ जस्तो लाग्यो मलाई ओके यहाँ बिल्डिङ बन्दैछ जहाँसम्म लाग्छ यो चाहिँ जग हाल्दै गरेको अवस्था होला यहाँ पहिला होस्टेल थियो थुप्रै विद्यार्थी दाजुभाइहरू टाढाबाट आएर चाहिँ यहाँ बस्थे होस्टेलमा अनि स्कुलमा अध्ययन गर्थे अहिले हामीहरू कहीँ कतै साथीभाइहरू विदेशमा पनि भेट्यो र परिचय गरियो भने कति दाजुभाइहरू म पनि भारसी जनसहयोग माध्यमिक विद्यालयमा अध्ययन गरेको हो नि भन्नुहुन्छ कि ए बाबु होस्टेल हो ए पहिला होस्टेल हो होइन त्यो त हाम्रो पालामा थियो यो त भत्केर अहिले के बन्दैछ यहाँ स्कुल भवन बन्दै हो यो ए हजुर चाहिँ म टिचर ए टिचर हुन्छ म मिन हजुर बुकिनीको म चाहिँ ए म पदम थापा ए हजुर यहीँ पढाउनु अध्ययन गराउनुहुन्छ कति क्लाससम्म म 10औं पढाउँछु ए 10औं पढाउनुहुन्छ हजुर यहीँ बस्नुहुन्छ नै म घरबाट आएको ए जुनियाबाट ए जुनिया हजुर ए ल कतिजना भाइ बहिनीहरू होस्टेलमा बस्छन् होस्टेलमा अहिले 20 जना छन् 8 कक्षाको 10 कक्षा गरेर ए 20 जना है हजुर होस्टेल यही हो हजुर ए पहिला हामी तपाईँ मिनपुन भने हो म मिनपुन हो हामी सँगै पढेछ ला हो र त्यो त मलाई देखे जस्तो लाग्छ तपाईँको त्यो यहाँ पढ्दा पढ्दै जानु भएको हो मैले यहीँ पढेको यो 1 2 यहाँ थियो हामीसँग 6 7 हजुर सँगै पढ्यौँ हो अनि यहाँ चाहिँ पानी उस्थ्यो होइन पानी ट्याङ्की अनि त्यहाँबाट चाहिँ यहाँ हजुर थियो यहाँ खेलियो म चाहिँ 4 क्लासमा मुभ भएको ए 4 क्लासमा अनि तपाईँको यहाँ चाहिँ हाम्रो उस्तै के भन्छ 52 बजेको रेस्टुरेन्ट थियो होइन सिङ्गडा खान्थ्यौँ खुब खान्थ्यौँ ए तपाईँ जुनियाको है साई हुनुहुन्छ क्या थापा हो हामी पनि यहीँबाटको थापा हो हाम्रो ईश्वर दाइको हामी सन्तान ए ईश्वर दाइको सन्तान बुकिनीबाटै जानुभयो तपाईँहरू ए हामी ईश्वर दाइको नजिकका हामी ईश्वर दाइ हामी हजुर 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 त्यो फेरि धेरै पछि भेट्ने मौका पाइयो होला धन्यवाद हजुर यो भिडियो म अपलोड गर्छु हेर्नु होला है थ्याङ्क यू थ्याङ्क यू ल बाबु राम्रोसँग पढ है कति क्लाससम्मको हो आफूहरू 6 को हो आफूहरू होस्टेलै हो ए ट्युसन
ए हजुर पढाउँदै हुनुहुन्छ हस् हस् ल हस् हुन्छ ल म चाहिँ यहाँबाट यही माटुरे बाटोमा म सानो हुँदा रमाएको यो ठाउँ यो ठुलो ग्राउन्ड अनि यो सानो ग्राउन्ड हामीहरू यहाँ चाहिँ बास्केटबल कोर्ट पनि थियो यहाँ अहिले भलिबल कोर्ट बनेको रहेछ है यो लाहुरेहरूको गाउँ र यो गाउँमा चाहिँ बास्केटबल प्रतियोगिता पनि हुन्थ्यो त्यो बेला है तर अहिले हुँदैन होला किनकि यो त्यो संरचना देखिएन ल हेर्नुहोस् त ठुलो ग्राउन्ड यहाँ वैशाख 1 गते मेला लाग्छ भव्य मेला अहिले कस्तो लाग्छ त्यो थाहा छैन अलि पहिलाभन्दा अलिक कमै होला तर त्यो बेला चाहिँ हामीहरू यहाँ चाहिँ त्यहाँ बसेर अनि मेला हेर्थ्यौँ यहाँ चाहिँ नाचगान हुन्थ्यो विद्यार्थी हामी विद्यार्थीहरूले चाहिँ आफ्नो कलाहरू प्रस्तुत गर्थ्यौँ होइन फुटबल हुन्थ्यो होइन हाँडी फोड्ने कार्यक्रम हुन्थ्यो तपाईँको कुर्सी प्रतियोगिता हुन्थ्यो होइन यहाँबाट बाहिर जाने ठाउँ छ कि छैन पहिला हामी यहाँबाट चाहिँ कति साथीहरूसँग मिलेर क्लास बङ्क गरेर पनि हामीहरू यहाँबाट चाहिँ निस्केर ठुलो पोखरामा पौडी खेल्न जान्थ्यो हाम्रो पालोमा चाहिँ पदम सर आदरणीय सर अनि हाम्रो मिस मैले यो उहाँको नाम भुलेँ हामीले बुढी मिस भन्थ्यौँ उहाँलाई किन भनिन्थ्यो बुढी मिस त्यो अहिले मलाई थाहा छैन तर उहाँलाई हामीले बुढी मिस भन्थ्यौँ यहाँबाट जाने ठाउँ छ कि छैन यहाँबाट ल है खोलालाई यहाँ चाहिँ तटबन्ध गरेर यो पानीहरू यतातिर नआओस् भनेर यो तटबन्ध गरेको होला अनि मिसले चाहिँ हामीलाई चाहिँ पढाउनु हुन्थ्यो यो खोला हुँदै जाउँ किनकि यही खोलामा पहिला जस्तो त अब छैन है त्यो बेला चाहिँ अब यो त केही जस्तो लाग्थेन अहिले चाहिँ अलिक गाह्रो हुँदो रहेछ एकैछिन लाई पहिला क्लास बङ्क गरेर भाग्ने ठाउँ बाटो हो यो अखाइ यहाँ बन्दै रहेछ हाम्रो थल सरको घर हो जस्तो लाग्छ मलाई यो है उहाँले चिटिक्क परेको घर सानो घर यहाँ बनाउनु भएको थियो यही हो जस्तो लाग्छ अनि हामीहरू स्कुल बङ्क गरेर यो यतातिर पनि आउँथ्यौँ अनि एकजना बाहुन दाजुले डोनटहरू लिएर आउनुहुन्थ्यो खैरेनी बजारबाट है त्यो डोनटको बास्नै कस्तो मजा आएको कि अब यहाँ नबन्थ्यो नि त यहाँ त सिङ्गराहरू मात्र बन्ने अनि कस्तो मजा है कस्तो खाउँ लाग्ने है त्यो किनेर खाना चाहिँ हामी यतातिर आउँथ्यौँ अनि अघि मैले बुढी मिस भनेर भनेको थिएँ नि उहाँसँग हामी अध्ययन गर्थ्यौँ अनि उहाँहरूले चाहिँ बेला बाबु आज मासु भात टक्क लाएर चाहिँ खानुपर्छ आज चाहिँ सबैजना रेडी हो है मासु भात आज पाकेको छ भनेर भन्नुहुन्थ्यो अनि हामीहरू चाहिँ भाग सबै बच्चा विद्यार्थीहरू हामीहरू चाहिँ लाइन लागेर अनि टक्क लाएर मासु भात कहिले आउला भनेर चाहिँ कुट्थ्यौँ है तर होइन रहेछ त्यहाँ त हामीलाई चाहिँ एउटा चाहिँ नैतिक शिक्षा सिकाउनुको लागि र आफ्नो घर आफ्नो परिवार स्पेसली आफ्नो घरलाई कसरी चाहिँ सफा राख्ने आफू कसरी सफा बन्ने होइन र अरूलाई कसरी सफा हुन पर्छ भनेर सन्देश दिने भन्ने बारेमा सन्देश दिनुको लागि एउटा चाहिँ नैतिक शिक्षा विषय पढाउनुको लागि त्यहाँ जम्मा गरेको रहेछ पछि पो थाहा भयो मासु भात खानु भनेर चाहिँ दौडिँदै गएको लास्टमा चाहिँ हामीले चाहिँ त्यो शिक्षा ग्रहण गऱ्यौँ बुढी मिस आदरणीय
मिस अहिले कहाँ हुनुहुन्छ त्यो थाहा छैन त्यही पनि उहाँलाई तपाईँको त्यो विद्यार्थीले यो भाष्यको भूमिबाट नमन गर्न चाहन्छ म जाँदैछु अब झोलिथुङ मन्दिर तपाईँको त्यहाँ गएर एउटा छोटो भिडियो पनि लिनेछु झुलिथुङ देवी मन्दिर हेर्नुहोस् त बुकेनी डाँडा पारीदेखिको पार्से खाल्टो है हामी अहिले झुलिथुङ देवी मन्दिरको प्राङ्गणमा छौँ अब हामी जाँदैछौँ देवी मन्दिर झुलिथुङ कालिका देवी मन्दिर यो घर चाहिँ के ठाँटी होला नि दाइ पहिला हजुर हजुर ए जो आयो बस्नु पायो हजुर ए हाम्रो हरमती त आएन जम्बा हजुर हामी हिजो आएको हिँड्नु भएको स्मृति स्वर्गीय आमा दुर्गा देवी पुन र बाबा टेकबहादुर पुन कालिका देवी मन्दिर प्रवेशद्वार यो चाहिँ हाम्रो धनदाईले आफ्नो आमा बाबुको सम्झनामा बनाएको लाग्नुहोस् यहाँ पानी हजुर पानीको यहाँबाट चाहिँ पानी लगेर माथि दर्शन जाने यो चाहिँ झुलिथुङ देवी मन्दिर ओके अब तपाईँले धुबी प्रदान गर्नुभएको यही मध्ये कोही होला कति धुबी हजुरले यहाँ उस गर्नुभएको थियो नि पहिला एकचोटि आएर जय कालिका देवी मन्दिर ल रक्षा गर्नुहोस् सबैको रक्षा गर्नुहोस् हेर्नुहोस् त ओहो मौलामा हेर्नु कस्तो राम्रो फुसको भएको नमस्ते हजुर नमस्कार म हिजो हजुर ए आराम हुनुहुन्छ आरामै त भनौँ ल हस् ढजामा आग लागि ढजा पऱ्यो मन पर्यो ढजा बाँध्ने घन्टी राख्यो ए घन्टी कता छ घन्टी बाहिर बाँध्ने हो उहाँ बाहिर छ यहाँ छ कता राख्यो घन्टी घन्टी उहाँ छ ऊ त झोलाभित्र होला यहाँको बानेको छैन बाबा आउनु घन्टी बाँध्न आउनु यहाँ पहिला यहाँ हल्लाम के ए 17 गते बिहान के अरू के को विषयमा त फेरि मल कि दाउरा विषयमा मल त्यहाँ बल्ल त्यो छलफल गरौँला ल अर्को है त्यतिखेर दाउरा विषयमा सल्लाह गरौँ ऐतिहासिक मन्दिर हुन्छ त्यही भनिदिन्छु ल कता बाँध्ने पहिला यहाँ हुन्छ यता बाबा कता उहाँ बाबा यहाँ झुन्डाउने हजुर
कस्तो छ त्यो झुनाने ठाउँ छ त्यसको छैन होला छैन छैन त्यो भने धारा त लाउँदै दिन्छ नि भित्र राखे पनि हुन्छ म मिलाउँछु ए हस् भित्र राख्दियो बा भित्रै चलाउनु बाबा लो साह्रो दि यहाँ चाहिँ यत्रो साल भारसेलीहरूले पछिसम्म फेरि यहाँ घाँस काट्नु भयो आजै सहयोग गर्नुभएको छ मन्दिर गराउनुको लागि लड्नु भयो नि श्री झुलिथुम देवी ऐतिहासिक पुष्पभूमि श्री झुलिथुम देवी थानको स्थापना विषम 1933 सालमा सो लेफ्टेनेन्ट गङ्गा बहादुर बुढाथोकीज्यूको सक्रिय पहल र भारसेवासीको जनसहयोगमा बागलुङ देवीको प्रतिमालाई भारसेको झोलेथुममा विधिवत रूपमा स्थापना गरिएको थियो भनेर चाहिँ लेखिएको छ। पुनर्निर्माण कहिले भयो भन्दाखेरि श्री झुलेथुम देवी मन्दिरको कलात्मक स्वरूप एवं पुनर्निर्माण श्री लेफ्टेनेन्ट कुलबहादुर बुढाथोकीज्यूको सक्रिय पहल स्थानीय भारसेली वासीहरूको जनसहयोग एवं जनश्रमदानमा सम्पूर्ण शुभचिन्तक देश विदेशमा रहनुभएका भारसेवासीहरूको आर्थिक र नैतिक सहयोगमा निर्मित मन्दिरको मानिने सभासद श्री डा कृष्ण बहादुर छन्चल थापाज्यूबाट समर्पण भएको थियो। इति सम्मत 2070 साल चैत्र 26 गते रोज 4 शुभम बनेको छ। यहाँ चाहिँ डाटाहरूको नाम यसरी चाहिँ लेखिएको छ। हेर्नुहोस् झुलिथुम देवीको परिचय यहाँ रहेछ है। झुलथुङ युक्त लहरा र रुखहरूले ढाकिएर झ्याम्म झुमेको सानो थुप्का अर्थात् झुलथुङमा भेला भएर रुखको फेदमा पूजा गर्ने चलन थियो। विषम 1960 तिर बागलुङ 22 खानी गुरुवारा अड्डाका लप्टन भारसे तल्लो दबुङ निवासी गङ्गा प्रसाद बुढाथोकीको अगुवाईमा उक्त थुम्कामा बागलुङ कालिका देवीको प्रतीक स्वरूप शिला घण्टा र मौलाले खरको छानायुक्त सानो मन्दिर बनाई स्थापना गरियो। विषम 2037 सालमा भारसे गाउँ पञ्चायतको खर्चमा मन्दिरको जीर्णोद्धार गरी ढुङ्गे छानायुक्त बनाइयो। पुन विश्व 2070 सालमा ब्रिटिस गोर्खा सेनाका अवकाश प्राप्त लेफ्टेनेन्ट कुल बहादुर बुढाथोकीको अगुवाईमा आधुनिक वास्तुकलायुक्त पेगोडा शैलीमा मन्दिर पुनर्निर्माण भई झुलेथुम देवी कालिका देवी भव्य संरचना प्राप्त गरेको छ। यस्तो छ झुलेथुम देवी मन्दिर निर्माण समिति अधिकारीहरूको नाम छ यहाँ भने सहयोगदाताहरूको यसरी नाम छ। अनि यो मन्दिरको डिजाइन सिद्धार्थ डिजाइनर्स एकान्त कुना ललितपुर सिद्धार्थ डिजाइनले चाहिँ गरेको छ।